Hello friends, good morning. Welcome back to my blog, Chong's Village Blog on YouTube channel. So यो साग तपाईले देख्नु हुँदैछ, दिस इज कल्ड, यो सागलाई चाहिँ के नाम भन्छ भने लाडी साग और लट्टे साग। यो साग चाहिँ एकदमै राम्रो हुन्छ, यो चाहिँ पकाउँदा पनि रातो हुन्छ। तर यो सागको यो चाहिँ के छ भने खामिया चाहिँ के छ, खुबिया चाहिँ, खामिया हैन खुबिया चाहिँ के छ भने यो साग चाहिँ एकदमै भिटामिनको काम गर्छ, शरीरमा ब्लड बढाउने काम गर्छ। हामीले खुन बढाउनलाई दुनियाँभर खान्छ, तर यो सागले पनि काम दिन्छ है गाइस। साग चाहिँ मैले आमालाई दिएको छु। ल आमा यो लगेर किचनमा राख्नुस् ल। हुन्छ राखिदिनुस् लगेर। म अब यहाँ मकै गाउनु गएको। कहिले फोन लाग्यो त साथी। सानो कोठेबारी छ, त्यो कोठेबारीमा मजाले सागसब्जी फलाउँछु हो। यो चाहिँ असले खानु छ। सिधा मकै कुबी मकै टक्कै फलिसकेपछि यस मिलेको सिधा खाइ साथीहरु। सबै लैजानुपर्छ हामीले। हामी त हुँदैन। यो बेला त के नाम गर्छ भन्छ दामी छ। My God, कुडी गयो। र फ्रेन्ड्स अस्ति मैले यहाँ आलु खनेको थियो हो, त्यो आलु खनेर चाहिँ मकै छर्दिएको थिएँ नि मैले अस्तिको भिडियोमा देखाएको थिएँ है तपाईहरुलाई। र हेर्नुस् त त्यो मकै यतिको भयो है। अब यसमा चाहिँ एक कोरे खन्दैछु है साथी हो। यहाँ एक कोरे खन्दै लाँदैछु। अब यो बिस्तारै बिस्तारै खनेर लानु छ। आज दिउँसोको मेरो काम यही हो साथीहरु।